हेलो गाइस, वेलकम टु माई फर्स्ट भिडियो। अनि आज चाहिँ म प्यानकेक बनाउन जाँदैछु। इन्ग्रिडियन्ट्सहरू के चाहिन्छ, कसरी बनाउने म सब हाल्छु। सो या तपाईँहरूलाई मन पऱ्यो भने चाहिँ डु लाइक, सेयर एन्ड सब्सक्राइब सपोर्ट गर्नुपर्छ। अनि अहिले चाहिँ म रोमानियामा छु। अनि एकछिनमा अब म बनाएर भिडियो हाल्छु, हेर्नु होला है त। यसमा चाहिँ ओइलहरू हालेर ट्याक्कै रेडी बनाइसक्यो हामी प्यानकेकको लागि। यो पोट्याटो चाहिँ प्युरीको लागि। प्र्याक्टिस मेक्स म्यान पर्फेक्ट भनेको यही हो है। अझै राम्रो न्यू भ्लग भन्दा नि के भन्नु त्यसलाई? न्यू भ्लग हो, हामी नयाँ हो होइन। हामी चाहिँ रोमानियाको कोलसान्टाबाट हामी चाहिँ आज चाहिँ हाम्रो छुट्टी भएकाले यसो यो बिच साइडतिर घुम्न जाऊँ भनेर हिँड्या। दादा हुन्छ के छ दादा? केटाहरू छन् पर्छ अनि अब यसो घुमौँ भनेर दाल भात तरकारी खाएको, यो खाएको त्यो खाएको हामी सब भ्लग बनाएर हाल्छौँ। मेन कुरा भनेको हामीले हाल्ने भने यहाँ अब हुन त यो आउने बित्तिकै छिरीफिरी बढी गरे जस्तो हुन्छ, तर नेपालीहरूले बनाएर हालेको भिडियो हुन्छ नि, जुन जस्तै नेपालबाट आउँदा यस्तो रोमानियामा उस्तो रोमानियामा यो त्यो यताउता हुन त काम अनुसार एजेन्ट अनुसार फरक फरक हुन्छ होला। हाम्रो एक्सपिरियन्स सेयर गर्दाखेरि चाहिँ जिरो हो क्या। यिनीहरूले हरेक भ्लग र भिडियो बनाउँछन् नि रोमानियाको बारेमा, त्यो केही नै हुँदैन हाम्रो लागि चाहिँ। हामी आएको भोलिपल्टदेखि काम गर्न थाल्यो। हामीलाई जे भनेर ल्याएको, जे काम भनेर ल्याएको त्यही काममा लगाएको छ। यस्तो रमाइलो छ काम। हामी होटल पनि देखाउँछौँ। काम हाम्रो 12 घन्टा भनेर ल्याएको काम 10 घन्टा भन्दा गर्नु पर्दैन। 10 घन्टा पनि नगर, तिमीहरू गल्यो होला थाक्यो होला जाऊ भनेर पठाइदिन्छ। हामीलाई तेल पनि छैन, त्यस्तो नराम्रो पनि छैन। स्यालेरी पनि बवाल छ, बिस्तारै हुन्छ। त्यस यो रोमानिया नआऊ यस्तो गाह्रो हुन्छ, यो हुन्छ त्यो हुन्छ, यता यता उता उता भन्ने त्यो केही होइन। विदेश हो मस्ट आइदिनु पऱ्यो। आउने काम गर्ने, तनाव लिने कुरै छैन। मेहनत चाहिँ हुनु पऱ्यो। अब यहाँको मान्छेलाई खुसी बनाउनु सक्यो भने यस्तो मजाले रेस्पेक्ट गर्छ, यति राम्रो गर्छ, मान्छेलाई खुसी चाहिँ बनाउनु सक्नु पऱ्यो यहाँको मान्छेलाई। अहिले चाहिँ हामी क्यासिनो घुम्न आइरहेको छौँ। टमी साइड सी भयो। यस्तो राम्रो छ पार्कहरू। म बिरोलको सर्टहरू नै हाल्छु, तर म एकै दिनमा चाहिँ भ्लग हाल्दिनँ, 3 दिनमा मिलाएर हाल्छु आफै। सो स्टे ट्युन है त गाइस। अगाडि हिँड्दैछन् मेरो भाइहरू। Glows. Every block tells a tale the whole city knows. Rhythms in the shadows where the cold wind blows. Life's a gamble on these streets, anything goes. Boom bap echoes through the alleys at night. Soulful samples lift the darkness to light. Deep kicks pound like a heartbeat fight. These gritty vibes keep my story in sight. Paint the struggle and climb. The clock keeps spinning but I'm owning my time. Words like puzzle pieces fitting tight in the rhyme. Snares punch louder than the city's own chime. Boom bap echoes through the alleys at night. Soulful samples lift the darkness to light. Deep kicks pound like a heartbeat fight. These gritty vibes keep my story in sight. अहिले चाहिँ म अफिस जाँदैछु। होटेल कहाँ हो के हो भनेर देखाउनलाई तपाईँहरूलाई पनि। अनि यो चाहिँ हाम्रो बस कार्ड हो, 540 भन्ने चढ्ने। यहाँबाट ठ्याक्कै 10 मिनट छ। सो या हाम्रो होटेल चाहिँ यही हो गाइस। लुना पार्क छ। सो अब
अब त गएर काम गरिदिन्छ होला अहिले फ्री भएपछि देखाउँछु के काम हुन्छ भनेर हाम्रो यस्तो क्लिन हुन्छ है अगाडि चाहिँ हाम्रो नयाँ भ्लगर गइरहनु भएको छ च्यानलको नाम के राख्ने मिस्टर रबिन कस्तो मिठो हावा लागिरहेको छ यही हो हाम्रो पछाडिको भाग चाहिँ हाम्रो किचन सेक्सन चाहिँ ठ्याक्कै यही नै हो हावाले गर्दा सुनेको छैन होला सुनेन भने म भोइस ओभर गर्छु यहाँ चाहिँ हामीले गार्बेज फाल्छौँ म त्यहाँ बक्स फाल्छौँ आज खासै धेरै काम पनि छैन रहेछ आज हाम्रो हेड सेफ पनि आउनु भएको छैन सो काम नभएको बेलामा चाहिँ हामी कसरी बस्छौँ त्यो देखाउँछु है त म सो अहिले चाहिँ हामी पिउरेको लागि पोट्याटो कट हाल्दैछौँ त्यही अस्ति बनाएको हो हाम्रो पिउरे चाहिँ यहाँ रेडी भइसकेको छ सो यही हो पोट्याटो पिउरे भनेको चाहिँ काटोफ भन्छ पोट्याटोलाई सबजना फोन चलायो बस्यो फ्री छ सो अहिलेलाई चाहिँ यति नै बनाउँछु भ्लग म